लेट्स मेक नेपाली स्टाइल डोनट मैले पनि धेरैचोटि ट्राई गरिसकेपछि चाहिँ यो चोटि पर्फेक्ट डोनट बन्यो कसरी बनाएँ भनेर म सेयर गर्दैछु मैले पिठो मुस्ताखेरिको पनि भिडियो चाहिँ रेकर्ड गरेको थिएँ तर त्यो चाहिँ रेकर्डै भएन सो आई डोन्ट नो हाउ अनि त्यसपछि फर्स्टमा चाहिँ मैले यिस्टलाई एक्टिभेट गरेँ वार्म वाटर हालेर 5 मिनट्स असाइड राख्दिएँ अनि त्यसपछि पिठोमा चाहिँ त्यो यिस्ट एक्टिभेट भएको पानी सहित राखेँ अनि त्यसपछि नपुगेको चाहिँ जति हुन्छ नि चाहिन्छ अब अझै मोइस्चर जस्तो लागेपछि चाहिँ मैले त्यसमा चाहिँ वार्म मिल्क एड गरेर अनि मुछेँ होइन डो चाहिँ अलिकति गिलो गिलो नै मुछेको थिएँ अनि त्यसलाई चाहिँ मैले 2 आवर्स जति राख्दिएँ होइन त्यो उसलाई पिठोलाई चाहिँ राइज हुनको लागि अनि त्यसपछि बनाउन थालेको टाँसियो होइन हातमा अघि तपाईँले देख्नु भएको छ अनि त्यसपछि मैले चाहिँ पिठो मजाले हातमा लगाउँदै पिठो तान्दै अनि त्यसपछि त्यो डोनटको सेप दिँदै गर्दै राखेँ अनि त्यो राखेको ठाउँमा पनि एकछिन राख्दै अनि त्यसपछि हल्का हल्का राइज भएको थियो 10 मिनट्स जस्तो राखेपछि अनि मैले यसरी लो मिडियम हिटमा चाहिँ तेललाई तताएँ अनि त्यसपछि डोनटलाई चाहिँ तार्नलाई राखेँ हाई हिट राख्यो भने चाहिँ यो डढ्ने रहेछ सो त्यसरी नै बनाएँ एकदमै दामी भएको थियो हेर्न सक्नुहुन्छ